कहिले सकिन्छ यता अर्कै चलन छ यो चलन छैन हजुर एउटा काजु पर्छ यो राखेर मात्रै गर्ने होइन होइन त यो राखेर मात्रै गर्ने होइन तर हामीले के गर्नुपर्छ खट्नु र कामहरू गर्नु चाहिँ तपाईँको सबैको काम होइन तर यो यसको संस्कारहरू जामा दिँदैन नि त यस्तो हो नि त पैसाहरू पर्छ पर्दैन हजुर पैसा होइन हाम्रो पैसा चाहिँ पर्दैन उहाँहरूकोमा चाहिँ पर्छ हाम्रो त सदर राख्दै राख्छौँ यो त आज होइन नि त अनि कता बुढाहरू सोधेर पैसा पर्दैन हाम्रो कहिले छ त नि हजुर खट्ने बिहोर्ने कामहरू गर्ने र हाम्रो मान्छे कतिजना खट्नु पर्ने र के गर्नु पर्ने भन्ने हिसाबले राखेको होला नि त त्यही हो ए र ल त्यसो भनेदेखि ल है त्यसो भए पनि उहाँहरूको कुनै कुरोमा त्यसो कामहरू हुँदैन भने हाम्रोमा यसो त्यसो भयो र त्यहाँबाट आजको शुभ कार्य र धेरै हामीले कामहरू गर्नु अवस्था आएको छ आएको हुनाले के गरौँ भनेदेखि हामीले हाम्रो त्यसो मित्रहरू नाता मित्रहरू दाजुभाइहरू छुँदैछौँ परपरको नाता नामाहरू कुनै कुरा पुरै दिनेले कामहरू गर्ने कामहरू होस् भन्ने हिसाब किताबले कामहरू गरौँ र त्यही गरेर भोकै नजाओस् भन्ने हिसाब किताबमा कामहरू गरौँ अहिले भने खट्ने बिहोर्ने कुनै कुरो अपुग हुन्छ भने खप्ने बिहोर्ने यहाँ हुने हुन्छ माग्नु पर्यो यसो त्यसो गरेर मागेर आउने जानेलाई चाहिँ यसो त्यसो गरेर त्यसो भोकै नपठाऊ टिकट नपठाऊ कामहरू गरेर यसो त्यसो गरेर त्यसो चाहिँ भए पनि पाछा पुग्दो पञ्च बाटो कामहरू यसो त्यसो गरौँ भन्ने हिसाब किताबमा होइन त जेठा पाछा पुग्दो पञ्च बाटो कामहरू गर्नु कामहरू गर्नु र भनौँ भने त्यसबाट हामीले के गर्छौँ भनेदेखि पहिला तपाईँले एउटा दर्शकै छौँ र कुनै कुरामा मान्छेहरूलाई यसो त्यसो मान्छेले बैदारको को छ बैदार यो पात्र र को उपपट्टिको प्रशान्त छ बैदारको पनि मान्छेहरू कतिजना छौँ भन्दाखेरिमा हामी 2-4जना खटेर मात्रै हुँदैन सबै खट्नुपर्छ अहिले हामीले खटाएर कामहरू गरेर मान्छे पुग्दैन सबै खटिदिउँ सबै यसो पाँच पन्ध्र बाटो गर्छौँ र त्यसो गर्नुपर्छ र त्यसो है बच्चाहरू नातिहरू र त्यो खानाबाट के छ भने परम्परा भएको चलनहरू आजको लागि तपाईँहरूले यसो बोल्बिते भोलि तपाईँहरूले अब भनौँ भने धेरै कामहरू गर अहिले अपुगमा भात खानालाई भात रक्सी खानेलाई रक्सी भनेको प्रमाण पुऱ्याउ खानेलाई चाहिँ भनेको 24 घण्टा सुनेको सुनेकै छैन किनै भाइ यता कसो भयो अरे यसो मिक्स गर्नु नि त घरको भन्नु फेरि गाँठे त्यो मासु सुकाउँदा फेरि गाँठे अर्कोतिर पकाइपराख्ने होइन म पनि छु नि तपाईँको पछि
ठुलो मान्छे ठुलो मान्छे तपाईँ कन्याहरूले टोल्टी हेर्नु टिका लाउँछ है तपाईँहरू टोल्टी हेर्दै टिका लाउँदा हुन्छ क्या फेरि त लिएर भन्दै थियो हो नि त्यसो के अरे भन्दै मिलाएर लगाइदिनु चाटा एकैचोटि बसाउने होला कि भन्नु अन्त सधैँ चक्लेट बोकिन्छ जेठा रमेश हजुर आप्पा आमाहरूको फोटो खिच्देऊ यो इतिहास हुन्छ भिडियो भइरहेछ भिडियो होइन यो भिडियो
यो हाम्रो पत्ता भयो तपाईँहरूलाई त्यो भयो हेर्नुहोस् लाने जग्गा पाइन आयो ठेटा ल्याउँदा अब गर्न आकी छेउ माया हातमा रुमाल हल्लाउँदै माया हातमा रुमाल हल्लाउँदै माया हातमा रुमाल हल्लाउँदै माया हातमा रुमाल हल्लाउँदै कोठको लाली ती पनि सुहाको लतपतिएको ओठको लाली ती पनि सुहाको आजै हो मैले जीवनमा पहिले आजै हो मैले जीवनमा पहिले पिरतीले नुहाको माया हातमा रुमाल हल्लाउँदै माया हातमा रुमाल हल्लाउँदै माया हातमा रुमाल हल्लाउँदै माया हातमा रुमाल हल्लाउँदै
कहाँ चाहिँ त्यही सिंहासँगको हतार गर्नु कहाँबाट आइन्छ
भन्नाले हजुर हाम्रो छोरीचेलीको हजुर बुहारी हाम्रो छोरीचेली अब यस्तो भएको सक्छ गर्नै पर्ने हजुरको है सुखिम होइन सुखिम भनेर होइन बा यहाँ बा फर्जीमा दिउँ अब जबसम्म हामीले यहाँबाट तपाईँहरू उठेर जानुहोस् है नभन्छ तपाईँहरू यहाँ रहनु पर्यो तपाईँहरूको चाहिँ कतिजना जति आउनु भएको छ त्यो हामी खोज्छौँ यतिजना छ भनेपछि के अनुसार त्यति हुनु पर्यो भोलि जाँदा पनि त्यति नै हुनु पर्यो यहाँ रहँदा पनि त्यति नै हुनु पर्यो यो जम्ते भएको तपाईँहरूको जिम्मा हामीले यो यसो भोकाउनु भयो तिर्काउनु भने यो राखिदिएको हजुर ल है हजुर
सुनामको सा दिनमको सा सुनामको सा बसेर चाहियो एकछिन टिका राख्नको लागि रेडी गरिराख्नुहोस् है तपाईँहरू अनि बेहुलीको साथीहरू नामदोली डोमासा पहिले हजुर ज्वाइँले तिनचोटि हो त्यसले तल्लो तिनचोटि हो अब तल्लोले तिनचोटि छट्ट तल्लोले तिनचोटि म त सुता आउँछ नि सँगै आउँछ सँगै आउँछ अब दाइने दिनु न लगेर परा राख्नु ज्वाइँलाई लाउनु तपाईँ पनि दाइ अलिक उठो झन् है हजुर अलिक उता ढोकाउला है माथि ढोका धेरै अब सुन्नु होला टिका गाजी गाजीले लाग्ने त्यसपछि मामा मामले त्यसपछि को को हुनुहुन्छ अधिकारी व्यक्तिहरू सरर गर्ने सुन्नुभयो नि मामा मामले तार काजी तपाईँहरू दुईजना सुन्नुभयो एकदम छिटो
माइला हिउँदोमा ल्याएको हुन्छ समयको दिमाग जति शिरमै राखेर इन्द्र नष्टे श्रीरञ्च दशरथे शत्रु तिमी पनि एउटा लागिदियो यताबाट लागिदिँदै गर्दै हुन्छ भोलि सेलामा बिहान झन् है होइन सेलामा होइन आजै हुन्छ कि बा हजुर अघि रहिराख्नुहोस् कति नजिकै टाँसेको सिकेर आएको होला कन्टेन्ट आएर बिर्सेलाई गर्दा एउटा पोइन्ट छ कोही बात नै तिम्रो देउसा उन गरौँ छिटो टिका डालो हुँदैछ हजुर टिका डालो बिस्तारै बोक 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 बोक
एउटा चेयर कम भयो हुन्छ तपाईँहरूले गर्नु न हामी आफ्नै ज्वाइँ त्यसलाई पनि बिस्तारै दिन्छौँ नि के अब छोरा उहाँहरू पनि हतारिनुहुन्छ अब यो कुरो मजा तपाईँहरू हिमालहरू हुनुहुन्छ सिम भइरहेको छ सिम पाकेर यसो त्यसो गर्दाखेरिमा तपाईँहरूको भान्जी तपाईँहरूको नातिनी यसो शुभ विवाह शुभ कार्यहरू र त्यसो भए पनि यसो त्यसो भएर र कुनै कुरामा के अरे को भन्दाखेरि तपाईँ हाम्रो छ सिम
अब हाम्रो यसो चाहिँ हिमाल छ हिमाल भइसकेपछि के रहेछ भन्दाखेरि तपाईँहरूको त्यसो भए पनि हाम्रो भतिजो छोराहरूले यसो बुहारीले को भन्दाखेरिमा मेरो बाउ मेरो माइती भन्दाखेरिमा यो तपाईँहरूलाई यसो भए यसो सारोमा कुद्यो है सारोमा यसो त्यसो गरिदिएका छौँ र त्यसो भए पनि तपाईँहरू हिमालहरू र तपाईँहरू हुनुहुन्छ र यसो त्यसो गरिरहेको छौँ है र त्यसो राखेर पनि तपाईँहरूको हिसाब किताबमा कामहरू गर्नु सामारी कुमारी बाजे नाखा पनि तपाईँहरू नै हुनुहुन्छ भोलि पर्सि यसो त्यसोतिर सामारीको यसो खैँचिम रहेछ खैँचिम यसो त्यसो गर्नु सामारी ढुङ्गामै पर्ने खैँचिम रहेछ है र त्यस कारणबाट त्यसो बुझ्यो जेरुमापा आशा काँगा पिल्सी झाडाफामा नखपनी नखपाले नखपनी अनि उहाँ भतिजोले पनि काँगा जेरुमापा छिछा मेली छा ओडाको हसुरी पासुरी मोबमी कुबिमी ओडाको ओतुरी परमाली बाबा के छ ल उको कैका आलेङ्गालिकाको आसे ताका चुरासँग हिँगाको बाबा होइन आसे ताक्नु चिरासाको आसे ताक्नु चिरासाको कुन देऊ आसे ताक्नुको ऐनाको आज मात्रै ऐनाको आसे ताक्नु चिराको है मुना बाबा किसान हो रुङमापा नेपाली छैपाली तवानी पिपाली आशा मिधा खाता नखपनी जेरुङमापा सिबिसुङ हे बोरासी हेमा पर्ने नि किसान नखपनी के छ ल कैका पनि केरिए पिएङ के छ ल अल्से पिमा इदुम माजुरा न आमका छिसा मेली छालाई जेरुङमा पा थल आसे इ पाइ मासिया भन् थल जेरुङमा पा ओडाको दनिखा पाखा मिखाता न इ पाइ मासिया पनि धारा उसन पाङाला न ओडा थल आले छिसा मेली छा चुरा कर छै छा मन आले थल जेरुङमा पा दनिखा पाखा दाका तुसन इ छा इ छिसा मेली छा धारा छैको छा खमा छाङ इ म झाडा पामु आले फाकुम इदुङ झाडा ओडाको ओतुङ ओडाको पासु हिकान के थल दनिखा पा खादा खै इमो पनि इमाङ पर्ने बोइमा पनि पर्ने न उको के थल आसेङ पासी मासिया पाङलाको जेरुङमा पा कुरुङ पासीलाको सारमा पामा आसे दाकाङ चुरा काङा गर्छन खैनी पनि ओडाको हसुङरी पासुङरी ओतुङरी वा खामतुङ तामुङ परछन ताङासुङ बाबा उको जेरुङमा हसली हरनी न चुने न के बाध्दैन पिलमा खमाजुरा हिङमा नै हिँडेको न कैका जेरुङ के भने दुधमाली वा ओडा थल ओ यी छिछा मेली छालाई सामरी कुमरी यादानी यादाते नखपनी कैका हिङ सिके एउटा जे थल म बमी कुपिए यारी चुरी पामेन कैका हिङ सिके न चुक्को पनि केरुङमा पा सामरी कुमरी याबानी यारी के नखपनी इमो दुङवा झाडा छिवावा दिवावा अन्जुने सामरी कुमरी बानेको चुक्को पनि जे थल सामरी कुमरिया बानेपा छुवादिवा पाउँदिन खपनी कुकुरमा सासमा पाउँदिन खपनी चोरा कैका हिङ सिके बाबा न जेरुङमा पा सामी धाने बतमी धदाने साबादा साबा छैसुदा छैने होइन आरुमा तिन्न कुनै बाबा ओडाको बोतु पर्न पास हुने कुनै बाबा छैन यो साथैको राजी अलिक छिटो गर्नु पर्छ नि भन त गाडी हेर्दै ओइलेमा मेरो भाला होइन ताङासिएको हजुर हजुर रुपाको म ताङासिए राख्ने टाका टाका सबै विषयमा मिल्यो मेरो रहेछ हजुर हजुर बधाई भक्ति पाकुनु पनि तामिनु रहेछ न बाबुरी छिबुरी झाडाको
लाइब्रेरी बत्ती पाकुरौँ कहीँ आज पाराम लाका माराम लाका बत्ती पाकुरौँ पनि असो तुर्सा तुर्सा कहीँका पनि दाबेलाम सारामा ताँगा छु कहीँका के छ नेरा पाछु दिक्के पूजा sama नेरा पाछु कर्पुङ दि तुमे लाई पनि ताँगा छु हजुर तेलामा सामारी कुमारी तापा सुर्लुलिया हैन म हरेला खातावा यारी खोपा पामे पास नेरा पाछु दपा कर्पुङ दि तुमे म दाया दाचे नाखो आपचे तुम दाचे नाखो sama दाचे नाखो कहीँ केना ताङा हैन कहीँका रेटिनास के होला मिले काले नाखाइ पनि बाबा हो दाग बच्चे दिँदै गर्छ हजुर दसौँ जे पप्पा मन दसौँ सारा मन माउरा बुङ दबाई बुङ नाखा पनि आएको ओरा माउरा बुङ बाटेमा छ जिबुङ दा किलो पाटा दबाई बुङ पनि बाटेमा छ बाबा कहीँ हिँगा से छ चियापामा झ्यापामा सामरी भैमा छियाडाका झ्याडा छोडाकोमा के दलपा यारी फपो पामे सोलीमा पामेको पो दलपा पामेको त्यो हैन यारी फपो जेदाचेको त्यो मुमाङतिर कहीँ माङतिरको कुन्नको पनि थोरै दिनु बाबा हो एकना इकुरमा ला लोसा तल लोसा खै मान्छेले नेरो पछि दबा सेवाला रंसा दोसरम झिस्सा उइनी उमुसा पुङ माथि रे ए सोल्टीको र बोल्नु भएको बोलेको नि त जेको माथिको कतानको उइकना को Oko dito sa pani aja tako ko inako. Oko sobanga siruwa para naima chinima. Naima chinima sorga imo iseku. Iseku mati ko nyo. Iseku na dito sa nakapani o jeringi rumah para na dito sa nakapani anga kokpati. Anga maitici, anga apa ama, rumano so biasa nak apa ni ko, kakak jenga sungka ko punya wai, kakak jenga sungka ko no kita saya apa ni dah, biasa no, Suami thalo, nom thalo, dia na kai kali ngali kako ina asemang gorungnya, thalo salah pa nai mamu, thalo sahabat saya itu sah, kusia pa masuk tak koros sana aje. 이 주차멜리사 저니까 빠 가다 이dum까노 아래 데rumah 빠 우고 모름 뻔히 아래 주라나 땅아 숨고 오이나 저러 데rumah 빠 아세 마빠 지야 빠마 서다 걸어 서러 거인이야 पनि 땅아 숨노 제 저러 그이까 पनि 세rumah노 그이까리니까노 उनको 데rumah 빠 사숨 기야 자라고 가바리 주다리 자라 땅아 숨노 오라 저러 데rumah 빠 우고 데rumah 빠 오라 숨마 범마 이거 보이나 kurung dako zara sapsa kurung dako hinewo poina rung mana kunyo baba poina ko kunyo ko je poina ko kunyo dumna pise na khaban tu nang saikma da asa lo हाम्रो छोरी पो अब यसै कुरा यो दोर्पा है यता सपना बागमा हजुर होला यता मेरो ब्यास्टोल है त्यसरी अब हजुरहरु यसो सार्दिउँ है त हस् ल आफ्ना अब छुङ लो आसौ छ कैका ल्यो कि लो लोकै पाल्नु यहाँ थल पाले सपनामा जानु पर्छ हजुरहरुले ढोक्नु पर्छ दाइबी आउनु पर्यो फेरि आसरे पानी सबैको पछाडी लो जेरुङमा पा आछौ झारा आजे जेरुङमा पा उसो छिसा मेली छामौ
तर साबा छैन सामु आले होइनाको आठे जाका चिरा खानाको जेरुङमा पा कैकाला पनि उन्नको ताङा टुपा कैसा मी जाते बतमी जाने जेरुङमा पा खुची मुनि साबा साबा कैकाको खमा पर्छ हैन झल चुसक्ने तपाईँहरूको पनि सावा काका झार ससुराली हिमाल दादाहरू पनि हुनु अनि यसो भन्दै दाजुभाउहरू इष्टमित्र नाताहरू म पनि यो भन्दैछु पापोले नपाल्ने पाले लाख आफ्नो साटाको सुन्नु छैन न मेरो भना भन्छु नाच्नु नाचेन ज्वाइँलाई आशीर्वाद दिँदै म पनि एउटा केही उपहार जुन पाऊँ है यसो भन्दै हाम्रो भाउजू के भन्छ हाम्रो नाति दुईटा छोलो उको घरमा उसो त्यही सारामा मात्रै हाम्रो भाउजू यसो भन्दै भाउजूले मेरो आमा हाम्रो मेरो भाषा दाइ जेठा जसरी पनि मैले आशीर्वाद दिन्छु त्यसरी तपाईँले भागेर पानी जानु मैले सम्झाउनु जानु ताली हेर्नु ताली गाँठे लक्ष्मीभित्र कुरा बाहिर के भन्दैछ म सिधै भन्छु होइन सिधै भन्छु त्यो भयो नगरेर चाहिँ आउँदियो म चाहिँ मैले यसो भने बाजे भनेको चाहिँ हाम्रो मामा र हाम्रो त्यो सोमा जेठासँग हो उहाँ सोच्दैन अब तपाईँको बादमा के छ कसो होइन त्यो भनेको यो कुरो चाहिँ एकदम म सोच्छु त्यो भनेको चाहिँ अब तपाईँले अब त मैले सुनेको चाहिँ अब त्यो सही भन्नुभयो मलाई भनेको त्यही हो म बस्नु नहुने भन्छ कोटी उठा ऊ चाहिँ आइडिया भन्छ ऊ के भन्छ त्यो छोरा चाहिँ झन् नगर्दा चाहिँ उनीहरू देख्छ नि मैले भनेको कुरो भान्जाले भन्नुभयो एकदम त्यो हाम्रो यो मात्रै आउनु भयो होइन आउको मनबाट त्यो तपाईँ आउनु भयो होइन सबै शान्त भयो अब हाम्रो मामा र हाम्रो समय जेठाको अन्तर्गत कुरो चाहिँ त्यतिदेखि मैले अघि पछि बाँकी थियो कि होइन म यसरी भन्छु खुसीले भन्छु भनेको होइन अब तपाईँ र यो कुरो अब सक्यो यो कुरो यहाँ गर्ने मैले बिहान एकछिन मैले बोल्नुपर्ने कुरो भान्जाले बोल्नु हो म भने यो विषयमा के हुन्छ भने सागर र चम्मर व्यक्तिगत हिसाबले बाजे कुनै ठाउँ होला रविने घरमा कार्य हुँदाखेरि त्यहाँ पकाउने होइन एउटा कुरो यो कुरोमा ख्याल गर्नु होला अनि व्यक्तिगत हिसाब मैले बोलेँ त्यो लाग्छ नानी
जुटे घाम त चल्छ अहिले त्यो मुख चाहिँ यस्तो हुन्छ चोसो चाहिँ त्यो झ्यापै मेरो अब के अरे खानेको अवश्य हुन्छ जहाँ चाहिँ उठाएन होइन अनि त्यहाँ हतार पानी लगाएर त एकपल्ट धोएर अनि ल्याउनु पऱ्यो कामदारी मान्छे अब बाहिर निक्लेर त्यसो गर्दाखेरि त पुरानो टोल रबु टोलको एउटा तपाईँहरूको एउटा भाइ मेजोरिटी छ यो भाँडा बर्तन जो एउटा समिति होला र तपाईँहरूको पनि कम्तीमा यो भाँडा बर्तन भोलि टुटे फुटे त्यसले के गर्ने अनि भन्ने एउटा विधान तपाईँहरूको होला त्यो जिम्मेवारी तपाईँहरू हो अब त्यो एउटा समितिले उहाँलाई सुझाव दिने उहाँले दण्ड सजाय पर्छ पर्दैन त्यो निर्केर होला त्यो आफ्नो ठाउँमा रह्यो तर आजैमा आगामी दिनमा त्यस्तो कुरा नहोस् अनि हामी पनि हिजोको अवस्था मैले देखेको थिएँ भने घर गाउँले भन्दा बढी नरनाता हामीले निमन्त्रण गरेको व्यक्तिहरू नाटेको देख्दा चाहिँ त्यो हाम्रो गल्ती न उहाँको गल्ती हो है म कम्ती मलाई ससुराली मेरो हो राखा नि मलाई ससुरालमा बोलाउँदाखेरि मैले ससुराली त दिन्छ आउनुहोस् म चाहिँ खानुहोस् है भन्छ नि तर मैले कति खाने र कति खाएर कुन ठाउँमा रहने म ज्वाइँको रूपले गएको छु ज्वाइँको रूपमा रहने कि त्यहाँ भङ्गनाको रूपमा प्रस्तुत हुने त्यो मेरो जिम्मेवारी मैले आफूले बन्द गर्नुपर्छ ती कुराहरू उहाँहरू जान्ने हो हिजोको अवस्थामा कता त्यो हाम्रो नरनातामा त्यस्तो एक दुईजनामा देखेको थिएँ अब त्यो जे भइसक्यो अब विषयवस्तु अन्तिम चरणमा सुन्नुमाले भनिसक्नुभयो वैदा अब रहेको वैदारले सबै कुरो जनाउनुहुन्छ ल वैदारहरूले सुनाइ गर्नुहोस् त्यसपछि अनि अब म भन्न लागेँ है त मेरो वंश दाजुभाइ गोतुङ भाइ र कोही नाता नाना हुनुहुन्छ भने उहाँहरूलाई पनि नमस्कार गर्दै जुन किसिमले हाम्रो सपनाको बिहाको वैदारको जिम्मेवारी जुन किसिमले तपाईँहरूले मलाई सुम्पिनु भएको थियो मलाई र प्रशान्तलाई त्यो जिम्मेवारी हामीले अहिलेसम्म अब हिजोसम्मको हकमा हामीले पूर्ण रूपमा वहन गरेका छौँ। अब यो अन्तिम हिसाब हामीले सुनाउन बाँकी रहेको छ तपाईँहरूलाई। यो अन्तिम हिसाब भनेको त अब बैदारमा रहने कुरा त त्यही त हो, रकम चामल रक्सी मात्रै हो। अब अरू त्यो पाकेको गरेको के जाति त कामदारी भान्सीहरूले बताइसक्नु भएको छ। अनि यो मैले सुनाउनु पर्दाखेरि अलिक सर्टकटमा भएँ, सरस्वती सुनाउनु पर्यो। मामालाई एउटा कुरा म के पनि जानकारी गराउँ भने तपाईँले यो बही चाहिँ अलिकति स्टिचिङ गरेर राख्नु होला है। अनि अब जुन जुन ठाउँबाट जसरी मान्छे आएछ मैले त्यही तरिकाले नेपालीहरू बुढो माउलीहरू कुन कुन किसिमले आए बसेका त्यो छुट्याइदिएँ, बामराङ छुट्याएको छु। अब जस्तै हरखा के कसरी आएछ त्यो यो सबै मैले छुट्याएर लेखिदिएको छु। सब जुन जुन ठाउँबाट जो नाता पर्ने थियो त्यो नाता के पर्छ, अब छ्यामा पर्छ कि अथवा माउली पर्छ कि अथवा के अरे छोरीचेली पर्छ कि त्यो छुट्टै मैले त्यो गाउँ टोल सहित मिलाएर मैले लेखिदिरहेको छु। त्यो तपाईँले यसलाई चाहिँ स्टिचिङ गरेर राख्नु होला। यो यसलाई चाहिँ अहिले चाहिँ अब यो उसमा छ होइन, यसलाई स्टिचिङ गरेर राख्नु होला। यो तपाईँहरूको निमन्त्रणा भएको व्यक्तिहरू जो हुनुहुन्थ्यो, जो उपस्थित हुनुभएको छ उहाँहरूको सबै मैले नाम यहाँ टिप्पणी गरेको छु र उहाँहरूको जे सहयोग छ त्यो सबै मैले टिप्पणी गरेको छु। अब अन्तिम हिसाबमा जाँदाखेरि हाम्रो रुपैयाँ जम्मा भनेको चाहिँ 32,335 रुपियाँ जम्मा भएको छ रकमको हकमा। अनि चामल जम्मा भएको छ 26 पाथी 2 माना। अनि रक्सी जम्मा भएको छ 16 पाथी 4 माना। हाम्रो जुन निम्तालुहरू अनुसार हाम्रो दाजुभाइ वतुङ भाइ अनुसार भएको टिप्पणी मैले यहाँ जम्मी गरेको छु। यो चाहिँ अब मैले मामालाई हस्तान्तरण गर्दैछु। यो बही र रकम चामल जम्मा त्यहीँ छँदैछ, हिजो त्यहीँ राखिरहेका छौँ।
अब रक्सी उठेको हकमा हामीले सबै खिम्लुङमा भित्रै जिम्मा दिएका छौँ। त्यो रक्सी जति सबै भित्र दिएका छौँ। अनि अब मैले जिम्मा दिनु पर्ने भनेको मामालाई मैले यो बही र रकम ल नाना लिने कि अङ्कल लिने अठेरो बता नाना लिनु ल यो अहिले गर्नु सक्नुहुन्छ अहिले गर्नुस् छैन तपाईँले मासु पासु हामीले माग्दैन तपाईँले आफ्नो माग्नुहोस् न भन्दै सुन्यो यहाँ सुन्नुहोस् है यो बैदार खिम्लुङमा यो कलियाहरू यो कामदारी मान्छे कलिया सबै जोडीको अन्तिममा के भन्छु भने हिजो हेरालु को हुनुहुन्थ्यो त्यो चाहिँ मलाई सुम्पिन्न अब हामीले नै कामदारीले नै खोज्नु पर्ने हो कि मान्छेले खोज्नु झोला चाहिँ सुरेश राईलाई म हस्तान्तरण यो डोर पेन पनि कसलाई हेरालु राख्ने थियो हिजो हेरालुमा एकदमै कमजोर थियो को हुनुहुन्छ त्यो उहाँहरूले आफ्नो महसुस गर्नु पर्यो के हुन्छ म ओहो अन्तले धुर्बाट चलनलाई हिँड्नै सक्दैन त्यसो भए अन्तरले आगामी दिनमा यस्तो कुराहरू कमजोरी नहोस् त्यसैले सच्याएर अलिकति सच्याउनु पर्ने अवस्था चाहिँ म के देखेको थिएँ भने म कलिया भए पनि म घरि भान्सातिर गएँ हामी बैदार हुँदै पनि नसोधी खाना खाना भान्सेसँग समस्या छ त्यो पनि के छ एउटा कुरो के छ भने कि नचिनेको मान्छे त सोधी मिलेन यस्तो बिहामा गएको थिएँ यस्तो कास्टमा गएको थिएँ मलाई त सोधेको कस्तोहरू निम्तता गरे कस्तो भन्ने कुरो हुँदो रहेछ र अलिकति यो तपाईँ हामीले थुनको बरु 4 जना जति राखेर थुनको चिन्ने अनि यो हैन गुरुङपा चिन्ने चाहिँ गरौँ है लामो नगरौँ म 3 नम्बर जस्तोमा छुट्टी हो होइन है अनि अध्यक्ष महोदय सम्बन्ध गर्नु भएन अब 3 सबै चाहिँ सबैसित म के नाति नाच्छु भने म कहिले चामल माग्न आउनुभयो कहिले चाहिँ नासु पुगेन भन्नुभयो त्यसमा रिसिए होला अलिक रक्सी खाने मान्छेहरूसित भाग्दै पनि हिँडे होला त्यसमा म माफी माग्छु यहाँ धेरैजनासित भाग्दै हिँडे मेरो काम नभए पनि ऊ रक्सी खाने मान्छेले लोना यहाँ 2 जना आउँदैछ लो भन्दै थियो त्यस बेला भाइ मेरो फुर्सद छैन एकछिनमा दिइहाल्छु भनेर यसो बुझे पनि होला त्यसमा म माफी चाहन्छु अनि त्यहाँदेखि खोइ यहाँ खिम्लुङमाहरूले यति कन्ट्रोल गरिरहेको थियो हामी कहीँ रोडमा गइन्छ कि कहीँ चाहिने गाउँ घुमिन्छ कि
यति धेरै रक्सी त मेरोमा थियो जस्तो लागेको पनि थिएन। तर यहाँ कसले भनौँ भने अब छोरी चेलीले भनौँ भने रिसाउँछ नै होला, अहिले अलिक उनै छ डर मर्दैछ भन्नुलाई। मेरो विचारमा छोरी चेलीहरू पनि अलिकति उनै थियो। कसैले यहाँभित्र बस्ने ठाउँ खाली गरिदिउँ है भन्ने चलन पनि देखिनँ। यो सपनाको शुभ कार्यमा जे भयो त्यो सुधार्दै लैजाउँ होइन, सम्झिँदै जाउँ। अनि अरू त सबै मलाई एकदम सही काम गरिदिनु भयो। तपाईँहरूले जति पनि मैले स्टाफहरू बनाएको थिएँ, बैदार, कामदारी, मासुको भान्सी, भातको भान्सी, सबैले यति सहयोग गर्नुभयो, यति सहयोग गर्नुभयो। म आजीवन तिर्नु सक्दिनँ जस्तो लाग्छ। म कोसिस गर्छु तिर्छु कि भनेर। यतिमा म अझै लामो कुरा नगरौँ कि जस्तो लागेर यही म यसको लागि गौतम भाइको तर्फबाट पनि अब मासु माग्नु भएकोमा हामीले मासु दिउँ भन्दा यो फेरि गाजीले यो पैसा अलिअलि दिएको भन्नुभएको छ। गाजीले मलाई भान्सीहरू नदे भन्नुभएको छ। अबको छोरी चेलीले मात्रै दिने चलनहरू थियो। अब जो खटे त्यसैलाई प्रष्ट कुरो म भने अब यहाँ कसले खटेर एकचोटि मेरो नजरलाई मैले देखेको होला, देखे अनुसार नखटेलाई दिएँ, खटेलाई मेरो नजर परेन दिइनँ भने पनि दुःख मन गर्नु मिल्दैन। म एकचोटि भन्दै पैसा बाँड्न लागेँ भनेन ल। लाइन त आउँदैछ है, लाइन आउँदैछ, लाइन आउँदैछ यहाँ। ल फुफै नमस्ते। अलिक पर्तिर जानु पर्यो। अनि भान्सा पैसा पक्रेर ढोक्नु पर्छ। ए खै त एकचोटि भाग हुनु पठाएको भाग्नु चाहिँ भागेको यहाँ रम्ने मैले दिएँ। कस्तो होइन त भन होइन नि नानी मान्नु पर्यो। कस्तो नबुझ्नु भएको भने इले कहाँको रक्सी दिएर जान्न छिटो माउजू कति कलाको खिलेको फेरि रोक्ने छोरी पनि कुदिँदैछ त छोरी त कामै गरेर खाएको के पो तपाईँ दिनु खटी साथी खटी नाच्ने मलाई चाहिँ आउँछ नि भान्जी के खोइ नि भान्जी कोपिला कहाँ छ दिपा खट्ने चाहिँ को हो कति छ सबैलाई अर्को को राखेको कोही छ अनु भनेको अर्को छोरी त उसको घरमा दिपाले पाएन अर्को यहाँको मान्छे घर खटेन कविता
सविता घटे कि घटेन घटे मान्छेले चाहिँ पाउनु पर्यो कि कति बेला गइसक्यो यो त्यसले लियो रह्यो एकजना कोही छ छुट म बाँकी एकचोटि भाडा माग्नु लुटेको म छोरी नदी अरूमा दिन्छु कति कोला दोदिहाल्नु न तपाईँ चाहिँ यो अन्तिम पद यो चाहिँ फेरि सुङ्कला वा कला भनेको चाहिँ यहाँ सुन्नुहोस् है तपाईँलाई थाहा छैन सुङ्कला वा कला भनेको चाहिँ भान्से कामदारी बैदारको हाम्रो रिचले आएको 5 रुपियाँ पैसा हो होइन दाउरा काट्ने यो कुटुम्बले तिरेको है त्यस कारण यो अन्तिममा पर्ने चाहिँ अरूले 60 पायो भने 65 पायो मैले तिमीलाई कोहीमा त लाइन नि मैले भन्दै यो भान्सेलाई म भाग्यमानी सबैको पक्रिन्छ भन्दै अब अन्तिममा चाहिँ सबैजना रमाइलो गर्छौँ भन्दै यो ल त्यसले यो के छ यसो खानालाई दिने रहेको भित्र Yo,